स्वागत छ हाम्रो यो बसाइमा। हामी कक्षा शिक्षण विषयवस्तुमा अब हामी छलफल गर्नेछौँ। यसलाई हामी अगाडि बढाउन गइरहेका छौँ। कक्षा शिक्षणको विषयवस्तु। त्रिभुवन विश्वविद्यालय चौथो वर्ष कक्षा शिक्षण 412 को पाठ्यक्रम कक्षा शिक्षण क्लासरूम इन्स्ट्रक्सन 400 यसको संख्या भनेको 442 चाहिँ 412 भने लाग्यो मैले 442 100 अङ्ककै हुन्छ यो। जम्मी हामीसँग 9 वटा एकाइहरू रहेका छन्। 20 वटा क्वेसनहरू मल्टिपल चोइस आउँछ अनि 8 वटा क्वेसन आउँछ सर्ट क्वेसन, 3 मार्क्स 3 वटा क्वेसन अरमा अनि एउटा लामो क्वेसन आउँछ लङ क्वेसन, 2टा क्वेसन, एउटा क्वेसन अरमा। एकाइ 1 मा हाम्रो विषयवस्तु रहेको छ शिक्षण शास्त्रको धारणा कन्सेप्ट अफ पेडागोजी, शिक्षण शास्त्रको धारणा, शिक्षण शास्त्रको क्षेत्र, सिकाइका सिद्धान्तहरू, व्यवहारवाद, संज्ञानात्मक सिकाइ सिद्धान्त, निर्माणात्मक सिकाइ सिद्धान्त। सिकाइका सिद्धान्तहरूमा चाहिँ व्यवहारवाद बिहेभियरिज्म, संज्ञानात्मक सिकाइ सिद्धान्त कग्निटिभ लर्निङ थ्योरिज, निर्माणवादी सिकाइ सिद्धान्त कन्स्ट्रक्टिभिस्ट लर्निङ थ्योरी। शिक्षण विधि र यसका वर्गीकरण मेथड अफ टिचिङ एन्ड इट्स क्लासिफिकेसन, शिक्षण विधिको परिचय एन्ड इन्ट्रोडक्सन अफ टिचिङ मेथड्स, टिचिङ शिक्षण विधिको महत्त्व र प्रयोग, इम्पोर्टेन्स एन्ड युज अफ टिचिङ मोडल मेथड्स, असल शिक्षण विधिका विशेषताहरू, क्यारेक्टरिस्टिक्स अफ गुड टिचिङ, शिक्षण विधिको वर्गीकरण, क्लासिफिकेसन अफ टिचिङ मेथड, कक्षा कोठा शिक्षणको उपयोगिता, क्लासरुम इन्स्ट्रक्सनल इम्प्लिकेसन। सबभन्दा पहिला रहेको छ शिक्षण शास्त्रको धारणा कन्सेप्ट अफ पेडागोजी। शिक्षण शास्त्रको धारणा कन्सेप्ट अफ पेडागोजी। शिक्षण शास्त्रको धारणा कन्सेप्ट अफ पेडागोजी। शिक्षण शास्त्र कक्षा कोठाको शिक्षण सिकाइलाई व्यवस्थित गर्ने सिद्धान्तहरूको सङ्गठन मार्फत विकास गरिएको एक विशिष्ट विधा हो। कक्षा कोठाको शिक्षण सिकाइलाई सुव्यवस्थित गर्न र यसलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्न मानव व्यवहार सम्बन्धी विभिन्न सिद्धान्तहरूलाई उपयोग गर्नुपर्ने हुन्छ। यसमा मानव विकास सिकाइ शिक्षण व्यवस्थापन मूल्याङ्कन आदिका सिद्धान्तहरूलाई समष्टिगत तवरमा प्रयोग गर्नुपर्ने हुन्छ। कक्षा कोठाको प्रभावकारी शिक्षण र सिकाइका लागि यी विभिन्न विधाका सिद्धान्तहरूलाई एकीकृत तवरमा प्रयोग गर्नुपर्ने हुन्छ। शिक्षण शास्त्र यी विधाहरूको शिक्षण सिकाइसँग सम्बद्ध सिद्धान्तहरूको एकीकरण मार्फत विकास भएको एक अन्तर्विधा हो। शिक्षण शास्त्रको अर्थ र परिभाषा निम्नानुसार प्रस्तुत गरिएको छ। शिक्षणको अर्थ मिनिङ अफ पेडागोजी। शिक्षण शास्त्र एक प्राचीन विधा हो। यसको सम्बन्ध शिक्षण कला र शिक्षण विज्ञान दुवैसँग रहेको छ। शिक्षण शास्त्र एक यस्तो विधा हो जसले शिक्षणको सिद्धान्त र व्यवहार दुवैलाई समेटेको हुन्छ। यसको सम्बन्ध यी
ती सम्पूर्ण तत्त्वहरूको अध्ययनसँग हुन्छ जसको सम्बन्ध शिक्षण र सिकाइ प्रक्रियासँग हुन्छ। शिक्षण एक अन्तर्क्रियात्मक प्रक्रिया हो जसद्वारा शिक्षकले निश्चित पाठ्यक्रम अनुसार विद्यार्थीको व्यवहारमा पूर्व योजना गरिएको ढाँचा अनुरूप परिवर्तन ल्याउन विभिन्न कार्यहरू गर्दछन्। मानिस जन्मनसाथ केही विशेष क्षमताहरू लिएर जन्मेको हुन्छ। उसको सर्वाङ्गीण विकासका लागि यी क्षमताहरूलाई पूर्णतासम्म पुर्याउनु आवश्यक हुन्छ। यी क्षमताहरूको विकासमा वातावरणीय अनुभवहरूको निकै महत्त्वपूर्ण भूमिका हुन्छ। यी अनुभवहरूले नै मानिसमा रहेका क्षमताहरूलाई प्रकाशमा ल्याउँछ। शिक्षणशास्त्रले मानिसको वातावरणीय अनुभवहरूलाई व्यवस्थित गरेर विद्यार्थीहरूको व्यवहारमा निश्चित ढाँचाको परिवर्तनका लागि आवश्यक पर्ने विभिन्न सिद्धान्त र अभ्यासहरूको अध्ययनलाई समेट्छ। वातावरणीय अनुभवहरूको मार्फत मानिसको अन्तर्निहित क्षमता बाहिर ल्याउने कार्यलाई सिकाइ भनिन्छ, जसलाई अनुभवद्वारा मानिसको व्यवहारमा हुने परिवर्तनको रूपमा हेरिन्छ। मानिसले यी अनुभव जीवनको हरेक समयमा प्राप्त गरिरहेको हुन्छ। मानिसले यी अनुभवहरू प्रायजसो स्वतस्फूर्त रूपमा प्राप्त गर्दछ र यिनीहरूले मानिसलाई असङ्गठित तवरले सिकाइ उत्पन्न गराइरहेका हुन्छन्। मानिसको सङ्गठित विकासलाई सघाउन उनीहरूलाई सङ्गठित तवरमा अनुभवहरू प्रदान गर्नु पर्दछ। शिक्षण भनेको त्यस्तो कार्य हो जसले सङ्गठित तवरमा सिकाइ अनुभवहरू प्रदान गरी सिकारुको व्यवहारमा निश्चित ढाँचाको परिवर्तन ल्याउँछ। तसर्थ मानिसको विकासलाई सघाउन शिक्षण एक निकै महत्त्वपूर्ण प्रक्रियाको रूपमा रहेको हुन्छ। मानिसको जीवन सीमित हुन्छ, तसर्थ उसले प्रत्यक्ष अनुभवबाट सीमित सिकाइ मात्र हासिल गर्न सक्दछ। यसै कारण व्यक्तिको आन्तरिक क्षमतालाई अधिकतम रूपमा बाहिर ल्याउन शिक्षणको आवश्यकता अनिवार्य रूपमा नै रहेको हुन्छ। यसै आवश्यकतालाई परिपूर्ति गर्न शैक्षणिक प्रक्रिया तथा शिक्षण कलाको जन्म भएको हो। यी सम्पूर्ण प्रक्रियाहरूलाई सङ्गठित गर्न शिक्षणशास्त्र पेडागोजी एक विधाको रूपमा विकास भएको मान्न सकिन्छ। शिक्षणशास्त्र पेडागोजी एक स्वतन्त्र विधा हो। यसको सम्बन्ध शिक्षण र सिकाइसँग हुन्छ। यसको सम्बन्ध विशेष गरेर शिक्षणको पद्धतिसँग हुन्छ। यसले शिक्षण प्रक्रियाको सिद्धान्त र अभ्यासबारे जानकारी दिन्छ। शिक्षणशास्त्रको अङ्ग्रेजी रूप पेडागोजीको जन्म ल्याटिन शब्द पेडागोजियस ल्याटिन शब्द, ग्रीक शब्द पेडागोजियो र फ्रेन्च शब्द पेडागोजिसबाट भएको मानिन्छ। यसको ल्याटिन मूल शब्द पेडागोजिस दुई शब्दहरू क्रमशः पेडा चाइल्ड अथवा बच्चा र गोगी टु लेड अथवा नेतृत्व गर्नु मिलेर बनेको हो। यसरी समग्र रूपमा भन्नुपर्दा पेडागोजी शब्दको अर्थ टु लिड द चाइल्ड अथवा बच्चाहरूलाई नेतृत्व प्रदान गर्नु हो। तसर्थ यसको शाब्दिक अर्थानुसार शिक्षणशास्त्र त्यो विधा हो जसको कार्य विद्यार्थीलाई प्राज्ञिक नेतृत्व प्रदान गर्नु हो। यस विधाको थालनीबारे एउटा अर्को दृष्टिकोण पनि रहेको छ।
प्राचीन ग्रीक मान्यता अनुसार पेडागोजियो एक दास थियो जसले आफ्नो मालिकको छोराको शिक्षण कार्यलाई सुपरिवेक्षण गर्थ्यो। यस सुपरिवेक्षण अन्तर्गत मालिकको छोरालाई विद्यालय लैजाने, उसको शिक्षण सिकाइ सम्बन्धी सरसामग्रीहरू लैजाने कार्य गर्थ्यो। पेडागोजोको नाउँबाट नै पेडागोजी शब्दको जन्म भएको पनि मानिन्छ। शिक्षणशास्त्रका परिभाषाहरू। डिफिनेसन अफ पेडागोजी। पेडागोजीको परिभाषालाई विभिन्न शिक्षाविदहरूले आफ्नो किसिमले दिएका छन्। तीमध्ये केही निम्नलिखित छन्। शाब्दिक अर्थ अनुसार यसलाई शिक्षणशास्त्र अथवा शिक्षणको सिद्धान्त तथा विधि, शिक्षा प्रदान गर्ने, निर्देशन दिने कार्य, ज्ञान र सिप सिकाउने कार्यको रूपमा परिभाषित गर्न सकिन्छ। विकिपीडिया इकोपीडिया अनुसार शिक्षकको कार्यसँग सम्बन्धित कला अथवा विज्ञानको रूपमा रहेको शिक्षणशास्त्रले सामान्य शिक्षणको रणनीति अथवा शिक्षणको ढाँचालाई जनाउँछ। मेरिम वेब्स्टर डिक्सनेरीका अनुसार शिक्षणशास्त्र भनेको शिक्षणको कला र विज्ञान अथवा शिक्षण पेशासँग सम्बन्धित शब्द हो। शिक्षणशास्त्र भनेको शिक्षणको कला र विज्ञान अथवा शिक्षण पेशासँग सम्बन्धित शब्द हो। शिक्षणशास्त्र पेडागोजी शब्दलाई उपयुक्त शिक्षण रणनीतिको उपयोगको रूपमा पनि प्रयोग गरिन्छ। जस्तै विख्यात शिक्षाशास्त्री पाउलो फेरोले क्रिटिकल पेडागोजी भन्ने शब्द प्रयोग गरेका छन्। यसले त्यस्तो शिक्षणशास्त्रलाई जनाउँछ जसले सिकारुमा ज्ञानको साथसाथै सचेतनाको पनि विकास गर्दछ। यसरी नै माल्कम नोल्सले एन्ड्रालोजी भन्ने शब्दलाई पेडागोजीको समानान्तर शब्दको रूपमा प्रयोग गरेका छन्। एन्ड्रालोजी शब्द एन्ड्रा वयस्क र जोगी जोजी नेतृत्व गर्नुबाट बनेको हो। पेडागोजीले बच्चाहरूसँग सम्बन्धित शिक्षणशास्त्रलाई जनाउँछ भने एन्ड्रालोजीले वयस्कहरूसँग सम्बन्धित शिक्षणशास्त्रलाई जनाउँछ। शिक्षणशास्त्रको जन्मदाताको रूपमा प्रसिद्ध ग्रिक दार्शनिक सोक्रेटस 470-379 BC लाई मानिन्छ। सोक्रेटसले आफ्ना अनुयायीहरूलाई जीवन दर्शनबारे शिक्षा दिन डायग्नोस पद्धति विकास गरे। यसले नै शिक्षणशास्त्र नामक विधाको सूत्रपात गरेको मानिन्छ। डायग्नोस पद्धति दुई व्यक्तिबीच दार्शनिक तथा नैतिक समस्याबारे छलफल पद्धति मार्फत एउटा निष्कर्षमा पुग्ने कार्यसँग सम्बन्धित हुन्छ। यस पद्धतिले शिक्षणशास्त्रलाई छलफलमा आधारित एक शिक्षण विधि प्रदान गरेर यसको विकासको सूत्रपात गरियो। यसको प्रभावको कारणले उनी पश्चातका अन्य दार्शनिकहरूले विभिन्न शिक्षण विधिहरूको विकास गरे। यी विधिहरूमध्ये प्रमुख विधि अन्तर्गत सोक्रेटसको द्वन्द्वात्मक विधि, एरिस्टोटलको आगमन-निगमन इन्डक्टिभ डिडक्टिभ विधि, हिगेलको तर्क लोजिकल विधि, हर्बर्टको निर्देशन इन्स्ट्रक्सन विधि पनि पर्दछन्। यिनीहरूको विकासले शिक्षणशास्त्रलाई एक विधाको रूपमा विकास गरियो। ऐतिहासिक रूपमा शिक्षणशास्त्र विधाको सर्वप्रथम अध्ययन अध्यापन युरोपका धार्मिक
विद्यालयहरूमा भएको पाइन्छ। 7औं देखि 12औं शताब्दीमा यी विद्यालयहरूमा शिक्षणशास्त्र एक विधाको रूपमा अध्ययन गरिन्थ्यो। शिक्षणशास्त्रको विकासमा प्रत्यक्ष योगदान गर्ने व्यक्तिको रूपमा जर्मन दार्शनिक जोन फ्रेडरिच हर्बर्टलाई मानिन्छ। हर्बर्टले व्यक्तिको व्यक्तिगत विकास र सामाजिक विकासमा प्रत्यक्ष सम्बन्ध रहेको कुरा औलाएका थिए। उनले व्यक्तिको व्यक्तित्व विकास र सामाजिक विकासका लागि शिक्षणलाई यसको प्रमुख आधारको रूपमा प्रस्तुत गरेका थिए। हर्बर्टले शिक्षण प्रक्रियाका 5 क्रमबद्ध चरणहरू क्रमशः तयारी, प्रस्तुतीकरण, सम्बन्धन, सामान्यीकरण र उपयोगमा विभाजन गरेर शिक्षणशास्त्रलाई एक विधाको रूपमा व्यवस्थित गर्ने आधार प्रदान गरे। प्रारम्भमा शिक्षणशास्त्र एक कलाको रूपमा जन्म भयो। यसलाई एउटा यस्तो कलाको रूपमा हेरियो जस अन्तर्गत शिक्षकले आफ्नो सिप र दक्षता प्रयोग गरेर सिकारुहरूमा आवश्यक ज्ञान, सिप र प्रवृत्तिको विकास गर्दछ। 19औं शताब्दीमा बाल मनोविज्ञान, सिकाइको सिद्धान्त, मूल्याङ्कन आदिको क्षेत्रमा भएको विकासको फलस्वरूप शिक्षणशास्त्र एक विज्ञानको रूपमा समेत विकास भयो। वर्तमानमा शिक्षणशास्त्रले शिक्षणका सिद्धान्त र अभ्यासलाई समेट्नुका साथै बालबालिकाको विकासको अवस्था, सिकाइ प्रक्रिया, आवश्यकता, रुचि, पृष्ठभूमि, मनोवैज्ञानिक विकास आदिलाई मध्यनजर राखेर शिक्षण पद्धतिको विकास गर्दछ। संक्षेपमा भन्नुपर्दा शिक्षणशास्त्र त्यो शास्त्र हो जसले शिक्षणको कला अथवा विज्ञानलाई जनाउँछ। यो कला र विज्ञानको एक मिश्रित विधाको रूपमा विकास भएको छ। यसको प्रमुख उद्देश्य विद्यार्थीमा निश्चित ढाँचाको सिकाइ उत्पन्न गराई उसको आन्तरिक क्षमताको प्रस्फुटनमा सहयोग गर्नु हो। वर्तमानमा शिक्षणशास्त्रको क्षेत्र निकै व्यापक भइसकेको छ। आधुनिक शिक्षणशास्त्रले शिक्षणका विधि तथा प्रविधिहरूलाई समेट्नुका साथै यससँग प्रत्यक्ष सम्बन्ध राख्ने पक्षहरू जस्तै बाल मनोविज्ञान, सिकाइका सिद्धान्तहरू, शिक्षणको व्यवस्थापन, आधुनिक शिक्षण प्रविधिहरू, शिक्षणमा आधुनिक सूचना सञ्चारका साधनहरूको प्रयोगलाई समेत आत्मसात गरेको छ। शिक्षणशास्त्रको प्रकृति चाहिँ कस्तो होला त? शिक्षणशास्त्र एक प्राचीन विधा हो। यसको जन्म मानव सभ्यताको थालनीदेखि नै भएको हो। जबदेखि मानिसले आफ्नो महत्त्वपूर्ण अनुभवहरू आफ्ना सन्ततिहरूलाई हस्तान्तरण गर्ने व्यवस्थित प्रयासको थालनी गर्यो, त्यसै समयदेखि शिक्षणशास्त्रको जन्म भएको मान्न सकिन्छ। यो एक त्यस्तो विधा हो जसको सम्बन्ध ज्ञानको व्यवस्थित हस्तान्तरणको प्रक्रियासँग रहेको हुन्छ। यसले ज्ञान हस्तान्तरणको सिद्धान्त र अभ्यासबारे अध्ययन गर्दछ। शिक्षणशास्त्रको प्रकृतिलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ। अन्तर्क्रियात्मक इन्टरएक्टिभ शिक्षणशास्त्र एक यस्तो विधा हो जुन अन्तर्क्रियात्मक पद्धतिमा आधारित हुन्छ। यसले शिक्षणका लक्ष्य प्राप्तिका लागि अन्तर्क्रियामा आधारित पद्धति अवलम्बन गर्दछ। यो अन्तर्क्रिया शिक्षक र विद्यार्थीबीच सञ्चालन हुन्छ। लक्ष्य केन्द्रित गोल ओरिएन्टेड शिक्षणशास्त्रले मार्गदर्शन गरेका क्रियाकलापहरू जहिले पनि लक्ष्य केन्द्रित हुन्छन्। यसको मूल लक्ष्य विद्यार्थीको व्यवहारमा पूर्वनिर्धारित ढाँचा अनुरूप परिवर्तन गर्नु हो।
यसले निर्दिष्ट गरेको क्रियाकलापहरू यस लक्ष्यको प्राप्तितर्फ केन्द्रित हुन्छ। सक्रियतापूर्ण एक्टिभ शिक्षणशास्त्रका पद्धतिहरू शिक्षक र विद्यार्थी दुवैको सक्रियतापूर्ण सहभागितामा आधारित हुन्छ। योजनाबद्ध प्लानेड शिक्षणशास्त्र अन्तर्गतका क्रियाकलापहरू योजनाबद्ध हुन्छन्। यसले पूर्वनिर्धारित योजनाबद्ध क्रियाकलापहरू मार्फत शिक्षण सिकाइका लक्ष्य प्राप्तिको मार्गचित्र प्रस्तुत गर्दछ। व्यवस्थित सिस्टमेटिक शिक्षणशास्त्र अन्तर्गतका क्रियाकलापहरू योजनाबद्ध हुनुका साथै व्यवस्थित समेत हुन्छन्। यसले व्यवस्थित पद्धति अपनाएर शिक्षणका लक्ष्यहरू प्राप्तिका लागि मार्गनिर्देशन गर्दछ। सिकाइ उन्मुख लर्निङ ओरिएन्टेड यो विधि यदि विद्यार्थीले सिकेनन् भने शिक्षकले सिकाएनन् भन्ने मान्यतामा आधारित हुन्छ। यसले विद्यार्थीको व्यवहारमा परिवर्तन मार्फत उसमा सिकाइ उत्पन्न गराउने प्रक्रियाबारे जानकारी दिन्छ। सिकारुको क्षमतामा आधारित बेस्ड अन एबिलिटी अफ लर्नर्स शिक्षणशास्त्रका रणनीतिहरू सिकारुको क्षमतामा आधारित हुन्छ। यसले विद्यार्थीको परिपक्वता र क्षमता अनुरूप शिक्षणका रणनीतिहरू छनौटका लागि मार्गदर्शन प्रदान गर्दछ। त्रिध्रुवीय यसले शिक्षण सिकाइलाई एक त्रिध्रुवीय प्रक्रियाको रूपमा प्रस्तुत गर्दछ। यसका 3 ध्रुवहरू क्रमशः शिक्षक, विद्यार्थी र पाठ्यक्रम हुन्। शिक्षणशास्त्रको प्रकृति कस्तो हुन्छ भन्दाखेरि अन्तर्क्रियात्मक इन्टरेक्टिभ, लक्ष्य केन्द्रित गोल ओरिएन्टेड, सक्रियतापूर्ण एक्टिभ, योजनाबद्ध प्लानेड, व्यवस्थित सिस्टमेटिक, सिकाइ उन्मुख लर्निङ ओरिएन्टेड, सिकारुको लक्ष्यमा आधारित बेस्ड अन एबिलिटी टु लर्नर्स, त्रिध्रुवीय ट्रायलपोलर यति चाहिँ हुन्छन्। शिक्षणशास्त्रको आवश्यकता र महत्त्व नीड एन्ड इम्पोर्टेन्स अफ पेडागोजी शिक्षणशास्त्रको आवश्यकता र महत्त्वलाई निम्नानुसारका बुँदाहरूमा प्रस्तुत गर्न सकिन्छ। शिक्षणशास्त्रले शिक्षणका विविध सिद्धान्त र अभ्यासबारे जानकारी दिएर शिक्षकको सिप विकासमा प्रत्यक्ष योगदान गर्दछ। यसले शिक्षणका विभिन्न परम्परागत र नवीन रणनीतिहरूको जानकारी गराएर शिक्षणलाई लक्ष्य केन्द्रित बनाउनमा मद्दत गर्दछ। यसले शिक्षकलाई शिक्षणका विविध योजनाहरू तयार गर्ने ज्ञान र सिपबारे जानकारी दिएर शिक्षण कार्यलाई व्यवस्थित गर्ने सिपको विकास गर्दछ। यसले असल शिक्षकमा हुनुपर्ने गुण तथा सिपहरूबारे जानकारी गराएर शिक्षकहरूमा यी गुणहरूको विकासमा मार्गदर्शन समेत गर्दछ। शिक्षणशास्त्रले शिक्षण र विद्यार्थीको मनोविज्ञानबीच सम्बन्धबारे जानकारी दिएर विद्यार्थी केन्द्रित शिक्षणको प्रत्याभूत गर्दछ। यसले शिक्षकहरूलाई विद्यार्थीको सिकाइका विविध पद्धतिबारे जानकारी गराएर उनीहरूलाई आफ्नो शिक्षण योजना र रणनीतिको विकासमा मद्दत गर्दछ। शिक्षणशास्त्रले विद्यार्थी र विषयवस्तुको प्रकृति र आवश्यकताको आधारमा शिक्षणका रणनीतिहरू विकास गर्न व्यवस्थित आधार प्रदान गर्दछ। यसले शिक्षणका आधुनिक पद्धतिको समेत जानकारी दिएर शैक्षणिक पद्धतिको विकासमा सहयोग गर्दछ। शिक्षणशास्त्रले कक्षा कोठाको सिकाइमा आधुनिक सूचना तथा सञ्चारका प्रविधिहरूको उपयोगका लागि आवश्यक आधारशिलाको निर्माण गर्दछ।
यसको महत्त्व र आवश्यकताका कुराहरू हो। शिक्षणशास्त्रले शिक्षणका विविध सिद्धान्त र अभ्यासबारे जानकारी दिएर शिक्षकको सिप विकासमा प्रत्यक्ष योगदान गर्दछ। यसले शिक्षणका विभिन्न परम्परागत तथा नवीन रणनीतिहरूको जानकारी गराएर शिक्षणलाई लक्ष्य केन्द्रित बनाउन मद्दत गर्दछ। यसले शिक्षकलाई शिक्षणका विविध योजनाहरू तयार गर्ने, ज्ञान र सिपबारे जानकारी दिएर शिक्षण कार्यलाई व्यवस्थित गर्ने सिपको विकास गर्दछ। यसले असल शिक्षकमा हुनुपर्ने गुण तथा सिपहरूबारे जानकारी गराएर शिक्षकहरूमा यी गुणहरूको विकासमा मार्गनिर्देशन समेत गर्दछ। शिक्षणशास्त्रले शिक्षण र विद्यार्थीको मनोविज्ञान बीचको सम्बन्धबारे जानकारी दिएर विद्यार्थी केन्द्रित शिक्षणको प्रत्याभूति गर्दछ। यसले शिक्षकहरूलाई विद्यार्थीको सिकाइका विविध पद्धतिबारे जानकारी गराएर उनीहरूलाई आफ्नो शिक्षण योजना र रणनीतिको विकासमा मद्दत गर्दछ। शिक्षणशास्त्रले विद्यार्थी र विषयवस्तुको प्रकृति र आवश्यकताको आधारमा शिक्षणका रणनीतिहरू विकास गर्न व्यवस्थित आधार प्रदान गर्दछ। यसले शिक्षणका आधुनिक पद्धतिको समेत जानकारी दिएर शैक्षणिक पद्धतिको निरन्तर विकासमा सहयोग गर्दछ। शिक्षणशास्त्रले कक्षा कोठाको सिकाइमा आधुनिक सूचना सञ्चारका प्रविधिहरूको उपयोगका लागि आवश्यक आधारशिला समेतको निर्माण गर्दछ। शिक्षणशास्त्रको क्षेत्र, स्कोप अफ पेडागोजी। शिक्षणशास्त्रको मुख्य सम्बन्ध कक्षा कोठामा हुने शिक्षण सिकाइ प्रक्रियासँग हुन्छ। यो एक यस्तो अन्तर्विधा हो जसले शिक्षण सिकाइ प्रक्रियासँग प्रत्यक्ष सम्बन्ध राख्ने विभिन्न विधाहरूबाट प्राप्त जानकारीहरूलाई शिक्षण सिकाइ प्रक्रियाको प्रभावकारिता अभिवृद्धि गर्ने कार्यमा प्रयोग गर्दछ। विगतमा शिक्षणशास्त्रको क्षेत्र अन्तर्गत शिक्षण विधि र प्रविधि मात्र पर्दथे भने यसको आधुनिक स्वरूपको विकास साथै यसले सिकारुको विशेषताहरूको जानकारी, सिकाइ सिद्धान्तहरू, कक्षा कोठाको व्यवस्थापन, शिक्षण विधि, मूल्याङ्कन तथा सूचना सञ्चारको प्रविधिलाई पनि आफ्नो क्षेत्रभित्र समेट्ने जमर्को गरेको छ। वर्तमान शिक्षण शास्त्रको क्षेत्र अन्तर्गत निम्नानुसारको पक्षहरूको अध्ययन पर्दछ। सिकारुको विशेषताहरू, क्यारेक्टरिस्टिक्स अफ लर्नर्स। सिकाइहरू शिक्षण सिकाइ प्रक्रियाको केन्द्रबिन्दु हो। सिकारुहरू शिक्षण सिकाइ प्रक्रियाको मुख्य लक्ष्य सिकारुको व्यवहारमा पाठ्यक्रमले अपेक्षा गरे अनुरूप योजनाबद्ध परिवर्तन ल्याउनु हो। यस परिवर्तनका लागि शिक्षकलाई सिकारुका विशेषताहरूबारे गहन जानकारी हुनुपर्दछ। प्रत्येक सिकारुका आफ्नै विशिष्ट विशेषताहरू हुन्छन्। यसबाहेक उनीहरूमा आफ्नो विकासात्मक अवस्था अनुसार केही साझा विशेषताहरू पनि हुन्छन्। कक्षा कोठामा हुने शिक्षण सिकाइमा शिक्षकले विद्यार्थीहरूका यी सामूहिक विशेषताहरूबारे विशेष जानकारी हुनुपर्छ। उदाहरणका लागि तल्लो कक्षामा पढ्ने अर्थात् 12 वर्ष मुनिका विद्यार्थीहरू तार्किक स्वरूपले कुनै विषयवस्तु प्रस्तुत गरेमा उनीहरू बुझ्दैनन्। तसर्थ यस्तो विकासात्मक विशेषता भएका विद्यार्थीहरूलाई प्रत्यक्ष अनुभव मार्फत शिक्षण गर्नुपर्दछ। यसका लागि शिक्षकलाई विद्यार्थीका विशेषताहरूको अध्ययन गर्नु आवश्यक छ। यसै कारणले सिकारुका विशेषताहरू अध्ययन शिक्षणशास्त्रको एक अभिन्न अङ्गको रूपमा रहेको हुन्छ। सिकाइका सिद्धान्तहरू, थ्योरिज अफ लर्निङ। सिकाइका सिद्धान्तहरू सिकाइको प्रक्रियाबारे जानकारी गराउने नियम हुन्। यी सिद्धान्तहरूले सिकाइको व्यवहारमा अपेक्षाकृत परिवर्तन ल्याउन आवश्यक वातावरण र यसमा सिकारुको भूमिकाबारे जानकारी प्रदान गर्दछ। यी सिद्धान्तहरूको विकास अनुसन्धान, प्रयोग र तार्किक विवेचना मार्फत भएको हो। सिकाइका सिद्धान्तहरूले सिकाइ प्रक्रियाबारे फरक र कतिपय अवस्थामा परस्पर विरोधी दृष्टिकोण दिए तापनि एक असल शिक्षकलाई यी सिद्धान्तहरूबारे गहन जानकारी हुनु आवश्यक हुन्छ।
उदाहरणका लागि व्यवहारवादी सिद्धान्तहरूले सिकाइमा सिकारुको अनुभवलाई विशेष महत्त्व दिन्छन्। यसको विपरीत संज्ञानवादी सिद्धान्तहरूले अनुभवभन्दा सिकारुको चिन्तन र तार्किकतालाई बढी महत्त्व दिन्छन्। यी दृष्टिकोणहरू परस्पर विरोधी भए तापनि एउटा शिक्षकका लागि यी दुवै दृष्टिकोणहरू निकै महत्त्वपूर्ण छन्। शिक्षकले यी सिद्धान्तहरू कक्षाकोठामा प्रयोग गरेर विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन सक्छन्। यसै कारण सिकाइका सिद्धान्तहरूको अध्ययन शिक्षणशास्त्रको एक महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको हुन्छ। सिकाइका सिद्धान्तहरू हामी अहिले क्षेत्रमा हेर्दैछौँ है। सिकारुका विशेषता, सिकाइका क्षेत्र, कक्षाकोठाको व्यवस्थापन, क्लासरुम म्यानेजमेन्ट। कक्षाकोठाको व्यवस्थापन शिक्षणशास्त्रको एक महत्त्वपूर्ण क्षेत्र हो। कक्षाकोठा शिक्षण सिकाइ सम्बन्धी कार्यहरू सम्पादन हुने औपचारिक थलो हो। कक्षाकोठाको व्यवस्थापनको प्रभाव शिक्षण सिकाइको गुणस्तर र सफलतामाथि प्रत्यक्ष रूपमा पर्दछ। कक्षाकोठाको व्यवस्थापनका दुई पक्षहरू यसको भौतिक व्यवस्थापन र शैक्षणिक व्यवस्थापन हुन्। भौतिक व्यवस्थापन अन्तर्गत भवन, फर्निचर, खेल मैदान, पुस्तकालय, प्रयोगशाला, उपकरण आदिको व्यवस्थापन पर्दछन् भने शैक्षणिक व्यवस्थापन अन्तर्गत कक्षाकोठामा वातावरण व्यवस्थापन, शैक्षिक सामग्रीको व्यवस्थापन, विद्यार्थीहरूको समूह व्यवस्थापन आदि पर्दछन्। यी व्यवस्थापनहरूको प्रमुख लक्ष्य उपलब्ध स्रोत र साधनको प्रयोग गरेर अधिकतम प्रतिफल प्राप्त गर्नु हो। यसका लागि विशेष ज्ञान र सिपको आवश्यकता पर्दछ। यी ज्ञान र सिपहरूको विकास कक्षाकोठाको व्यवस्थापनको सैद्धान्तिक तथा व्यावहारिक पक्षहरूको अध्ययनबाट मात्र सम्भव हुन्छ। तसर्थ कक्षाकोठाको व्यवस्थापनलाई शिक्षणशास्त्रको अभिन्न अङ्गको रूपमा लिन सकिन्छ। शिक्षण विधिको अध्ययन, स्टडी अफ टिचिङ मेथड। शिक्षण विधिलाई शिक्षणशास्त्रको गतिशील अङ्गको रूपमा लिन सकिन्छ। शिक्षण विधि भनेको विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउन शिक्षकले प्रयोग गरेका सिद्धान्त तथा शिक्षण प्रविधिहरूको सङ्गठित स्वरूप हो। शिक्षण र सिकाइलाई प्रभावकारी बनाउन विभिन्न प्रविधिहरूको विकास भएको छ। यी विधिहरूलाई मोटामोटी तवरले शिक्षक केन्द्रित, विद्यार्थी केन्द्रित र अन्तर्क्रियात्मक विधिहरूमा वर्गीकरण गरिएको छ। यो विधिहरूमा शिक्षक र विद्यार्थीहरूको भूमिका फरक भए तापनि यी सम्पूर्ण विधिहरूको सर्वोपरि उद्देश्य विद्यार्थीको व्यवहारमा योजनाबद्ध तवरले अपेक्षा गरिए अनुरूप परिवर्तन ल्याउनु हो। यस्तो परिवर्तन ल्याउने कार्यमा शिक्षकहरूमा शिक्षण विधिहरूबारे गहन जानकारी आवश्यक हुन्छ। सूचना सञ्चारका प्रविधिहरू, इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी। सूचना सञ्चार प्रविधि एक एकीकृत प्रणाली हो जसले कम्प्युटर, इन्टरनेट, दूरसञ्चार प्रविधि, विद्युतीय संयन्त्र, श्रव्य दृश्य सामग्री आदिको प्रयोग मार्फत सूचनाहरू विकास गर्ने, भण्डारण गर्ने र सम्प्रेषण गर्ने कार्य गर्दछ। कम्प्युटर र दूरसञ्चार प्रविधिको क्षेत्रमा भएका आधुनिक विकासले यसलाई सूचनाको विकास, भण्डारण र सम्प्रेषण गर्ने कार्यका लागि एक प्रभावकारी माध्यम रूपमा स्थापित गरेको छ। यसको विकासले दूरदराजका क्षेत्रमा रहेका मानिसहरूबीच पनि सञ्चारलाई निकै प्रभावकारी बनाएर शिक्षण सिकाइमा शिक्षक र विद्यार्थीहरूबीचको प्रत्यक्ष भौतिक सम्पर्कको अनिवार्यतालाई समाप्त पारेको छ। यसले गर्दा आधुनिक रूपमा कक्षाकोठाको स्वरूपमा व्यापक परिवर्तन ल्याएको छ। पावरपोइन्ट, प्रोजेक्टर, डिस्प्ले बोर्ड, इन्टरेक्टिभ बोर्ड,
स्मार्ट बोर्ड, इन्टरनेट आदि सूचना सञ्चार प्रविधिको विकासका यस्ता उदाहरणहरू हुन् जसले कक्षा कोठाको सिकाइलाई प्रभावकारी बनाउन निकै महत्त्वपूर्ण भूमिका अथवा योगदान गरेका छन्। यसबाहेक विद्यार्थीहरूले इन्टरनेट मार्फत विभिन्न सामग्रीहरू स्वाध्ययन गरी सिकाइ हासिल गर्न सक्दछन्। सूचना सञ्चार प्रविधिले शिक्षण सिकाइको क्षेत्रमा ल्याएको सबभन्दा क्रान्तिकारी विकास अनलाइन सिकाइको क्षेत्रमा भएको विकास हो। वर्तमान सिकारुहरू शिक्षकसँग विभिन्न इन्टरनेटमा आधारित सामाजिक सञ्जाल जस्तै जुम, गुगल मिट, स्काइप, फेसबुक आदि मार्फत जोडिएर दूर शिक्षण विधिबाट सिकाइ हासिल गर्न सक्दछन्। वर्तमानमा एक शिक्षकलाई यी सूचना सञ्चारका प्रविधिहरूको ज्ञान अनिवार्य भइसकेको छ। यसै कारणले सूचना सञ्चारको प्रविधिहरूको अध्ययन आधुनिक शिक्षणशास्त्रको एक अनिवार्य अङ्गको रूपमा स्थापित भएको छ। मूल्याङ्कन पनि शिक्षणशास्त्रको एक अभिन्न अङ्ग हो। यसको शिक्षण सिकाइसँग प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। सामान्यतया मूल्याङ्कनको कार्य शिक्षण सिकाइ मार्फत प्राप्त भएको विद्यार्थीको सिकाइ उपलब्धिको लेखाजोखा हो। यस लेखाजोखाले विद्यार्थीको सिकाइ उपलब्धिको गुणस्तर निर्धारण गर्न र यसको आधारमा शिक्षण सिकाइको सफलता अथवा असफलताबारे निर्णय दिने कार्यमा वस्तुगत तवरमा मद्दत गर्दछ। शिक्षण सिकाइमा मूल्याङ्कनको सम्बन्ध यसको अर्को पक्षसँग समेत हुन्छ। यसले सिकाइको मूल्याङ्कन इभ्यालुएसन अफ लर्निङ मात्र गर्दैन, यसले सिकाइका लागि मूल्याङ्कन इभ्यालुएसन फर लर्निङमा पनि प्रत्यक्ष योगदान गर्दछ। यो दोस्रो थरीको मूल्याङ्कनलाई निर्माणात्मक मूल्याङ्कन फर्मेटिभ इभ्यालुएसन पनि भनिन्छ। निर्माणात्मक मूल्याङ्कनले विद्यार्थीको सिकाइ उपलब्धिको लेखाजोखा गरेर थपमा सुधारका लागि आवश्यक पृष्ठपोषण समेत प्रदान गर्दछ। शिक्षण सिकाइलाई प्रभावकारी बनाउन शिक्षकलाई मूल्याङ्कनको सिद्धान्त र प्रयोग दुवैबारे जानकारी आवश्यक हुन्छ। तसर्थ मूल्याङ्कनलाई शिक्षणशास्त्रको अभिन्न अङ्गको रूपमा समावेश गरिएको छ। सिकाइका सिद्धान्तहरू छन्। सिद्धान्त अन्तर्गत चाहिँ व्यवहारवाद अनि संज्ञानात्मक सिकाइ सिद्धान्तहरू, निर्माणवादी सिकाइ सिद्धान्तहरू पर्दछन्। त्यसपछि शिक्षण विधि र यसको वर्गीकरण गरिएको छ। शिक्षण विधिको परिचय, शिक्षण विधिको महत्त्व र प्रयोग, विशेषता, वर्गीकरण, यी विषयवस्तुहरू अनि बीच रहेकै छ। अनि कक्षा कोठाको उपयोग, जो सिकाइका सिद्धान्तहरू सम्म चाहिँ यहाँ आजको विषयवस्तु भयो। सिकाइका सिद्धान्तहरू अहिलेसम्ममा शिक्षणशास्त्रको धारणा, शिक्षणशास्त्रको क्षेत्र, सिकाइका सिद्धान्तहरू, यसमा हामीले सिकाइका सिद्धान्तहरू पढ्न बाँकी रह्यो। अब सिकाइका सिद्धान्तमा एउटा छ व्यवहारवाद, संज्ञानात्मक सिकाइ सिद्धान्त, निर्माणवादी सिकाइ सिद्धान्त, अर्को भनेको शिक्षण विधि र यसको वर्गीकरण छ। सिकाइका सिद्धान्तहरू, थ्योरिज अफ लर्निङ, यसलाई अलिकति उठान गरौँ। शिक्षणशास्त्रको क्षेत्रहरू अन्तर्गतको एक सबैभन्दा महत्त्वपूर्ण क्षेत्र सिकाइका सिद्धान्तहरूको अध्ययन हो। शिक्षणको सर्वोपरि लक्ष्य विद्यार्थीमा सिकाइको विकास गर्नु हो। एउटा भनाइ छ, यदि विद्यार्थीहरूले सिकेनन् भने शिक्षकले सिकाएनन्। तसर्थ शिक्षणको सफलताका लागि विद्यार्थीमा सिकाइ उत्पन्न हुनु अनिवार्य छ। यसका लागि शिक्षकले सिकाइका सिद्धान्तहरूको अध्ययन गर्नु अनिवार्य हुन्छ। सिकाइका सिद्धान्तहरूको अध्ययन पूर्व सिकाइको अवधारणा बुझ्नु आवश्यक हुन्छ। सिकाइलाई सामान्य तवरमा व्यक्तिको व्यवहारमा आउने परिवर्तनको रूपमा परिभाषित गरिन्छ। प्रत्येक व्यक्ति जन्मसाथ
जन्मना साथ आफूसँग केही वंशानुगत गुणहरू लिएर जन्मेको हुन्छ। यी गुणहरूको विकासमा उसको वातावरणसँगको अन्तर्क्रियाले निकै व्यापक प्रभाव पार्दछ। उपयुक्त वातावरणको अभावमा यी वंशानुगत गुणहरू स्वाभाविक तवरले विकास हुन सक्दैनन्। मानिसको विकास उसको शारीरिक र मानसिक दुवै क्षेत्रको परिवर्तनहरूको एक संयुक्त रूपमा रहेको हुन्छ। उसको शारीरिक विकास अन्तर्गत शरीरको आकार, प्रकार, शारीरिक अङ्गहरूको अनुपात, क्षमता आदिको विकाससँग सम्बन्धित हुन्छ भने उसको मानसिक विकास बुद्धिमत्ता, सिप, भाषा, सामाजिक गुणहरू, रुचि, अवधारणा, नैतिकता, व्यक्तित्व आदिको विकाससँग सम्बन्धित हुन्छ। मानिसमा हुने यी सम्पूर्ण परिवर्तनहरूमा सिकाइको निकै महत्त्वपूर्ण भूमिका हुन्छ। सिकाइका अवसरहरूको अभावमा मानिसको स्वाभाविक तवरमा शारीरिक तथा मानसिक विकास हुन सक्दैन। सिकाइलाई सामान्यतया व्यवहारमा हुने स्थायी परिवर्तनको रूपमा परिभाषित गरिन्छ। यो पुरानो व्यवहारमा परिमार्जन तथा नयाँ व्यवहारहरू ग्रहण गर्ने प्रक्रिया हो। मानिसमा हुने व्यवहारहरूको सम्बन्ध नयाँ ज्ञान, सिप र प्रवृत्ति आर्जन गर्ने प्रक्रियासँग हुन्छ। सिकाइ मार्फत नै मानिसले आफ्नो पूर्व व्यवहारहरू परिवर्तन गरेर नयाँ ज्ञान, सिप र प्रवृत्ति ग्रहण गर्दछ। यसले व्यक्ति विशेषको बुझाइ, गराइ र सोचाइको क्षेत्रमा परिवर्तन ल्याउँछ, जसलाई सिकाइ भनिन्छ। सिकाइ एक मानसिक परिवर्तनसँग सम्बन्धित प्रक्रिया भएकाले यसलाई अर्थ्याउने र परिभाषित गर्ने कार्यमा मनोवैज्ञानिकहरूबीच सहमतिको अभाव देखा पर्नु स्वाभाविक नै हो। सिकाइ प्रक्रियाको उत्पादनको सम्बन्धमा मनोवैज्ञानिकहरू प्रायजसो एकमत छन्। मनोवैज्ञानिकहरू सिकाइको उत्पादनको रूपमा यसलाई व्यवहारमा हुने परिवर्तनको रूपमा स्वीकार गर्दछन्, तर सिकाइको उत्पादनको सम्बन्धमा मनोवैज्ञानिकहरू प्रायजसो एकमत भए तापनि सिकाइको प्रक्रियाको सम्बन्धमा उनीहरूको दृष्टिकोणमा व्यापक भिन्नता पाइन्छ। यिनीहरूले सिकाइ प्रक्रियालाई विविध दृष्टिकोणबाट परिभाषित गर्दै यसमा वातावरण, व्यक्ति तथा यी दुवैको संयुक्त अन्तर्क्रियाको रूपमा फरक तवरले व्याख्या गरेका छन्। मनोवैज्ञानिकहरूले सिकाइ प्रक्रियाप्रतिको आफ्नो दृष्टिकोणलाई प्रमाणित गर्न विभिन्न प्रयोगहरू समेत प्रस्तुत गरेका छन्। यी दृष्टिकोण तथा प्रयोगहरूको आधारमा सिकाइ प्रक्रियालाई निम्नानुसार उपागमहरूमा वर्गीकरण गर्न सकिन्छ। बिहेभियरिज्म, व्यवहारवाद, अनुभववादी ज्ञानशास्त्रको प्रयोगको क्षेत्रसँग सम्बन्धित सिकाइ सम्बन्धी उपागम हो। व्यवहारवादी दृष्टिकोणले मानिसका सम्पूर्ण क्रियाकलापहरू जस्तै कार्य गर्नु, विचार गर्नु, अनुभूत गर्नुलाई व्यवहार भन्दछ। यस दृष्टिकोण अनुसार मानिसले मानसिक तवरमा जे सोच्दछ, शारीरिक तवरमा जुन गतिविधि गर्दछ अथवा भावनात्मक रूपमा जुन सोच लिन्छ, ती सम्पूर्ण गतिविधिहरू मानिसका व्यवहारहरू हुन्। यी व्यवहारहरूको सङ्कलनलाई नै सिकाइ भनिन्छ। यसरी सिकाइ भनेको मानिसले ज्ञानेन्द्रियहरू मार्फत प्राप्त गरेका सम्पूर्ण ज्ञान, सिप र प्रवृत्तिहरूको सङ्गठन नै हो। यसले ज्ञानेन्द्रियहरूलाई ज्ञानको ढोका मान्दछ। व्यवहारवादीहरूका अनुसार ज्ञान भौतिक जगत अर्थात् वातावरणमा रहेको हुन्छ। मानिसहरूले भौतिक जगतमा रहेका यी ज्ञानहरूलाई प्रत्यक्ष रूपमा अनुभव मार्फत आफ्ना ज्ञानेन्द्रियहरूद्वारा ग्रहण गर्दछन्। मस्तिष्कले यी अनुभवहरूलाई सङ्कलन, संयोजन र भण्डारण गर्दछ। यी सङ्कलित ज्ञानहरू नै भविष्यको व्यवहारमा प्रयोग गरिन्छ। यसरी मानिस वातावरणमा रहेको ज्ञानको एक सक्रिय ग्रहणकर्ताको रूपमा मात्र हुन्छ। जस्तै
जस्तै सुन्तला सम्बन्धमा ज्ञान प्राप्त गर्दा आँखाले रङ र आकार, नाकले बास्ना, जिब्राले स्वाद, छालाले स्पर्श संवेदना र कानले नाम ग्रहण गर्दछ। मस्तिष्कले यी संवेदनाहरूलाई संयोजन गरेर सुन्तला सम्बन्धी ज्ञानको विकास गर्दछ। यसरी सिकाइ भनेको बाह्य जगतका संवेदनाहरूलाई ज्ञानेन्द्रियहरू मार्फत सङ्कलन गरेर मस्तिष्कद्वारा संयोजन र भण्डारण गरेर आवश्यकता परेको बेलामा पुनरुत्पादन गर्ने प्रक्रिया हो। संज्ञानवादी दृष्टिकोणको विरुद्ध व्यवहारवादीहरूका अनुसार मानिसका व्यवहारहरूलाई उसको आन्तरिक मनोवैज्ञानिक घटना तथा प्रक्रिया जस्तै मस्तिष्कको क्रियाकलाप, चिन्तन प्रक्रिया आदिलाई मध्यनजर राखेर नै व्याख्या गर्न सकिन्छ। ज्ञान चिन्तन र तर्कको उपज होइन, यो ज्ञानेन्द्रियहरूबाट प्राप्त अनुभवहरूको संयोजन हो। यसले मानिसको व्यवहारलाई एक अवलोकन योग्य र मापन योग्य घटनाको रूपमा हेर्दछ। तसर्थ मानिसमा बाह्य रूपमा देखा पर्ने व्यवहारहरू र यी व्यवहारहरूका कारक तत्त्वको रूपमा रहेका चिन्तन र अनुभूति बीच कुनै अन्तर हुँदैन। यी दुवै प्रक्रियाहरू मानिसको व्यवहारको फरक स्वरूप मात्र हुन्। व्यवहारवादको विकासमा अमेरिकी मनोवैज्ञानिक जोन बी वाट्सनको ठूलो योगदान छ। उनका अनुसार मानवीय मनोविज्ञानको सम्बन्ध मानव मस्तिष्क अथवा चेतनासँग मात्र हुँदैन, यसको सम्बन्ध मानवको व्यवहारसँग हुन्छ। तसर्थ यी मनोवैज्ञानिकलाई मानव व्यवहारको विज्ञानको रूपमा स्वीकार गर्दछन्। तसर्थ यी मनोविज्ञानलाई मानव व्यवहारको विज्ञानको स्वरूपमा स्वीकार गर्दछन्। यस सिद्धान्तले सिकाइ प्रक्रियालाई अवलोकन योग्य व्यवहारमा परिवर्तनको रूपमा व्याख्या गर्दछ। यसले सिकाइलाई आन्तरिक मानसिक प्रक्रियाको रूपमा मान्दैन। यसको सट्टा सिकाइलाई पुरानो व्यवहारको परिमार्जन तथा नयाँ व्यवहारको विकासको प्रक्रियालाई रूपमा हेर्दछ। यसले सट्टा सिकाइलाई पुरानो व्यवहारको परिमार्जन तथा नयाँ व्यवहारको विकासको प्रक्रियालाई रूपमा हेर्दछ। यसले सिकाइलाई उत्तेजना र प्रतिक्रिया बीचको सम्बन्धको रूपमा व्याख्या गर्दछ। यस अवधारणा अनुसार ज्ञान वातावरणमा रहेको हुन्छ र प्राणीले आफ्नो वातावरणमा रहेका उत्तेजनाप्रति विशिष्ट प्रतिक्रिया प्रदान गरेर तथा ती उत्तेजना र प्रतिक्रियाबीच सम्बन्ध कायम गरेर सिक्दछ। उदाहरणका लागि, यदि बच्चालाई आगोले पोल्दछ भने ऊ त्यसबाट डराउन सिक्दछ। व्यवहारवादीहरू ज्ञानेन्द्रियलाई ज्ञान प्राप्तिको ढोकाको रूपमा हेर्दछन्। ज्ञानेन्द्रियहरू मार्फत मस्तिष्कमा अङ्कित हुन्छ र मस्तिष्कले यसलाई सङ्कलित र सङ्गठन गर्दछ। सिकाइ प्रक्रियामा व्यक्तिको संलग्नताको स्वरूपबारे व्यवहारवादीहरूमा दुई फरक प्रकारका मतहरू पाइन्छन्। पाभलोभ र गोथ्रीका अनुसार सिकाइ स्वचालित हुन्छ र मानिसले उत्तेजना र प्रतिक्रिया बीचको निकटताको आधारमा मात्र स्वचालित तवरमा सिक्दछ। जस्तै घन्टी र मासुको धुलोको प्रस्तुतीकरणको निकटताले गर्दा नै कुकुरले घन्टीको आवाजका लागि र्याल उत्पन्न गर्न सक्नु। तर थर्नडाइक र स्किनर उद्देश्यपूर्ण सिकाइमाथि विश्वास गर्दछन्। यिनीहरूको अनुसार मानिसले उत्तेजनाको प्राप्तिका लागि नै उद्देश्य प्रतिक्रिया गरेर सिक्दछन्। जस्तै मुसा अथवा बिरालाले खानेकुरा प्राप्त गर्नका लागि नै
लागि नै प्रतिक्रिया गरेर सिक्नु। हर्मन इलिभ जोन्स व्यवहारवादी दृष्टिकोणमाथि प्रकाश पार्ने पहिलो मनोवैज्ञानिक हुन्। यस दृष्टिकोणका अन्य प्रमुख प्रचारकहरूमध्ये जोन वाटसन, इभान पाभलभ, इएल थर्नडाइक, बिएफ स्किनर, इआर गुथ्री, सिएच हल, रबिट एम ग्याग्ने आदिलाई लिन सकिन्छ। यिनीहरूले आफ्नो दृष्टिकोणलाई प्रस्तुत गर्न विभिन्न प्रयोगहरू पनि गरेका छन्। यिनीहरूद्वारा प्रस्तुत सिकाइको प्रक्रिया सम्बन्धी दृष्टिकोणहरूमा केही मूलभूत भिन्नता पनि छन्। यी भिन्नताहरू बाहेक सिकाइको प्रक्रियाको व्याख्या सम्बन्धमा यिनीहरूमा धेरै साझा अवधारणाहरू पाइन्छ। यी साझा अवधारणाहरूको आधारमा सिकाइ प्रक्रियाको सम्बन्धमा व्यवहारवादी सिकाइ प्रक्रियाका विशेषताहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ। व्यवहारवादी सिकाइ सिद्धान्तका प्रमुख विशेषताहरू। व्यवहारवाद सिकाइ प्रक्रियाप्रतिको एक प्रकृति। व्यवहारवाद सिकाइ प्रक्रियाप्रतिको एक प्राकृतिक तथा वस्तुगत दृष्टिकोण हो। यस सिद्धान्तका अनुसार भौतिक जगत नै शाश्वत सत्य हो र प्रत्येक वस्तु तथा क्रियालाई प्राकृतिक नियमका आधारमा व्याख्या गर्न सकिन्छ। मानिसको व्यवहारलाई आत्मा र मनको क्रियाको रूपमा व्याख्या गर्नुको सट्टा मस्तिष्कको त्यस क्रियाकलापको रूपमा व्याख्या गर्नुपर्दछ जसद्वारा यसले विशेष उत्तेजनाका लागि विशेष प्रतिक्रिया प्रदर्शन गर्दछ। यसले मानिसलाई यन्त्रसँग तुलना गर्दछ जसले उत्तेजना र प्रतिक्रियाहरूबीच सम्बन्ध भएको व्यवहार स्वचालित रूपमा प्रदर्शन गर्दछ। हाम्रो व्यवहार उत्तेजना र प्रतिक्रियाहरूबीचको सम्बन्धहरूको स्वरूप नै उत्पन्न भएको हुन्छ। मानिस जैविक यन्त्र हो। यसले चेतनापूर्ण कार्य गर्नुको सट्टा उत्तेजनाका लागि स्वचालित प्रतिक्रिया प्रदर्शन गर्दछ। व्यवहारवादले प्राणीलाई आफ्नो व्यवहारहरूको लागि जिम्मेवार ठान्दैन। यसको दृष्टिकोण अनुसार मानिस एक यन्त्र हो जसले उत्तेजनाको लागि स्वचालित प्रतिक्रिया प्रदर्शन गर्दछ, तसर्थ व्यक्तिभन्दा वातावरण उसको प्रतिक्रियाका लागि जिम्मेवार हुन्छ। व्यवहार एक नियन्त्रण गर्न सकिने प्रक्रिया हो। मानिसको व्यवहारको स्वरूपको विश्लेषण गर्नुको साथै मानवीय व्यवहारलाई निश्चित स्वरूप प्रदान गर्न, नियन्त्रण गर्न र भविष्यवाणी गर्न सकिन्छ। व्यवहारवादका अनुसार ज्ञानेन्द्रियहरू ज्ञानका ढोका हुन्। मानिसले ज्ञानेन्द्रियहरूबाट प्राप्त अनुभव मार्फत सिकाइ हासिल गर्दछ। व्यवहार एक परिवर्तन गर्न सकिने तत्त्व हो। मानिसको पुरानो व्यवहारलाई नयाँ उत्तेजनासँग सम्बन्ध गरेर त्यस उत्तेजनाका लागि नयाँ प्रतिक्रिया प्राप्त गर्न सकिन्छ जसको फलस्वरूप नयाँ सिकाइ उत्पन्न हुन्छ। सिकाइ उत्तेजना र प्रतिक्रिया बीचको सम्बन्धको प्रक्रिया हो जुन यी दुवै बीचको निकटता र यस सम्बन्धको अभ्यासको प्रतिफल हो। अभ्यासले उत्तेजना र प्रतिक्रिया बीचको सम्बन्धलाई बलियो तुल्याई सिकाइमा अभिवृद्धि गर्दछ। सिकारुले ती उत्तेजना र प्रतिक्रिया बीच सम्बन्ध स्थापना गर्दछ जसका लागि यिनीहरूले सकारात्मक पुनर्बल प्राप्त गर्दछ। नकारात्मक पुनर्बलले यिनीहरू बीचको सम्बन्धलाई कमजोर तुल्याउँछ। व्यवहारवादी सिकाइ सिद्धान्तको शिक्षणमा उपयोग। कसरी उपयोग गर्न सकिन्छ त शिक्षणमा भन्ने कुरा। व्यवहारवाद अनुसार सिकाइ पूर्णतः सिकारु केन्द्रित हुन्छ। सिकारुले ज्ञानेन्द्रियहरू मार्फत प्रत्यक्ष अनुभव गरेर सिक्दछन्। यसले ती अनुभवहरूलाई सिक्दछन् जसका लागि उसले सकारात्मक पुनर्बल प्राप्त गर्दछ र ती अनुभवहरूलाई दोहोर्याउँदैन
जसको फलस्वरूप उसले सकारात्मक पुनर्बल प्राप्त गर्दछ। यसले सिकाइलाई आन्तरिक प्रेरणा अथवा चिन्तनको प्रतिफलको रूपमा मान्दैन। यसको सट्टा सिकाइको मूल कारक तत्त्वको रूपमा वातावरणमा प्राप्त अनुभव र यसले प्रदान गरेको सकारात्मक पुनर्बल तथा नकारात्मक पुनर्बललाई मान्दछ। व्यवहारवादी मान्यताका अनुसार सकारात्मक पुनर्बल प्राप्त व्यवहारहरू दोहोरिन्छन् तथा नकारात्मक पुनर्बल प्राप्त व्यवहारहरू दोहोरिँदैनन्। व्यवहारहरू पटक पटक दोहोरिँदा यसले स्थायित्व प्राप्त गर्दछ र यसको फलस्वरूप सिकाइ हुन्छ। व्यवहारवादी मान्यतालाई शिक्षणमा प्रयोगका क्षेत्रहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ। विद्यार्थीको क्रियाशीलतामा जोड। व्यवहारवादी सिकाइ विद्यार्थीको क्रियाशीलतामा आधारित हुन्छ। यस सिद्धान्त अनुसार विद्यार्थीले प्रत्यक्ष अनुभव मार्फत सक्रियताको आधारमा सिक्दछ। सिक्नका लागि विद्यार्थीले निश्चित उत्तेजनाका लागि निश्चित प्रतिक्रिया प्रदर्शन गर्नु पर्दछ। सिकाइको थालनी विद्यार्थीद्वारा निश्चित उत्तेजनाका लागि निश्चित प्रतिक्रियाको प्रदर्शनबाट हुन्छ। तसर्थ शिक्षकले विद्यार्थी सम्मुख सिकाउनु पर्ने उत्तेजना प्रतिक्रिया सम्बन्ध स्थापनाका लागि उत्तेजनात्मक परिस्थिति व्यवस्थित रूपमा प्रस्तुत गर्नुपर्दछ। पुनर्बलको भूमिका। रोल अफ रिइन्फोर्समेन्ट। सिकाइमा पुनर्बलको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। विद्यार्थीले ती उत्तेजना प्रतिक्रिया सम्बन्ध सिक्दछ जसको लागि उसले सकारात्मक पुनर्बल प्राप्त गर्दछ र ती उत्तेजना प्रतिक्रिया सम्बन्ध दोहोर्याउँदैन जसको लागि उसले नकारात्मक पुनर्बल प्राप्त गर्दछ। तसर्थ शिक्षण सिकाइ विद्यार्थीले सिक्नुपर्ने व्यवहार पहिचान गरेर यसलाई व्यवस्थित रूपमा सकारात्मक पुनर्बल प्रदान गर्नुपर्दछ। अभ्यासको भूमिका। रोल अफ प्र्याक्टिस। व्यवहारवादी दृष्टिकोण अनुसार सिकाइमा अभ्यासको भूमिका निकै महत्त्वपूर्ण हुन्छ। सिकारुले उत्तेजनाका लागि एकपटक प्रतिक्रिया गरेर मात्र सिक्दैन। यसका लागि उसले उत्तेजना प्रतिक्रिया सम्बन्ध पटक पटक दोहोर्याउनु पर्दछ। यो सम्बन्ध दोहोर्याएमा त्रुटिहरू क्रमिक रूपमा कम हुँदै जान्छन् र सही सम्बन्ध क्रमिक रूपमा बलियो हुँदै जान्छ। यसरी अभ्यासले सिकाइका त्रुटिहरूमा क्रमिक रूपमा कमी ल्याई सिकाइलाई सुदृढ तुल्याउँछ। तसर्थ शिक्षणमा अभ्यासलाई पर्याप्त मात्रामा प्रयोग गर्नुपर्दछ। आकस्मिकताको व्यवस्थापन। व्यवहारवादी दृष्टिकोणका अनुसार सिक्नका लागि विद्यार्थीलाई व्यवस्थित तवरमा सही प्रतिक्रियाका लागि सकारात्मक पुनर्बल प्रदान गर्नुपर्दछ। सिकाइका लागि उत्तेजना प्रतिक्रिया सम्बन्ध एकपटक देखा परेर पुग्दैन। यो पटक पटक व्यवस्थित रूपमा दोहोरिरहनु पर्दछ र यस कार्यका लागि पुनर्बलको उपयुक्त व्यवस्थापन गर्नुपर्दछ। यस कार्यलाई आकस्मिकताको व्यवस्थापन भनिन्छ। यसरी आकस्मिकताको व्यवस्थापन भनेको योजनाबद्ध तवरमा सही प्रतिक्रियाका लागि सकारात्मक पुनर्बल प्रदान गर्नु हो। शिक्षण व्यवस्थापनमा आकस्मिकताको व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्छ। शिक्षक आकस्मिकताको व्यवस्थापनको रूपमा शिक्षण आकस्मिकताको व्यवस्थापनको रूपमा टिचर्स एज अ कन्टिजेन्सी म्यानेजर। व्यवहारवादी दृष्टिकोण अनुसार शिक्षकको भूमिका आकस्मिकताको व्यवस्थापनको रूपमा हुन्छ। आकस्मिकताको व्यवस्थापनको रूपमा शिक्षकको प्रमुख जिम्मेवारी विद्यार्थीले शिक्षण सिकाइका लागि प्रदान गरेको उत्तेजनाका लागि चाहिँदो प्रतिक्रिया प्रदर्शन गरेको अवस्थामा तत्काल पुनर्बल प्रदान गर्नु हो।
यसले विद्यार्थीमा अपेक्षा गरिएको उत्तेजना प्रतिक्रिया सम्बन्धको स्थापना गरेर सिकाइको विकास गर्दछ। तर शिक्षकको कार्य आकस्मिकताको व्यवस्थापनको रूपमा मात्र सीमित हुँदैन, उसले सिकाइको वातावरणको पनि व्यवस्थापन गर्नुपर्दछ। शिक्षकले विद्यार्थीद्वारा सिक्नुपर्ने उत्तेजना प्रतिक्रिया सम्बन्धको अवस्था पनि विद्यार्थी सम्मुख योजनाबद्ध तवरमा प्रस्तुत गर्नुपर्दछ। यसरी शिक्षकले वातावरण र आकस्मिकता दुवैको व्यवस्थापन गर्नुपर्दछ। व्यवहारहरूको परिमार्जन, बिहेभियर मोडिफिकेसन। परिमार्जन, व्यवहारको परिमार्जन व्यवहारवादी सिकाइ सिद्धान्तको शिक्षणमा प्रयोगको एक निकै महत्त्वपूर्ण क्षेत्र हो। व्यवहार उत्तेजना प्रतिक्रिया सम्बन्धको एक श्रृङ्खलाको रूपमा रहेको हुन्छ। यसमा विभिन्न उत्तेजना प्रतिक्रिया सम्बन्धहरू क्रमबद्ध रूपमा गाँसिएका हुन्छन्। मानिसका यी व्यवहारहरू प्रत्यक्ष र अवलोकन योग्य हुन्छन्। शिक्षणको लक्ष्य मानिसको पूर्व व्यवहारमा परिमार्जन गरी यसलाई नयाँ तथा विकसित स्वरूप प्रदान गर्नु हो। व्यवहारलाई परिमार्जन गर्न योजनाबद्ध समय तालिका अनुसार पुनर्बलको प्रयोग गरेर सिकारुको व्यवहारमा उद्देश्य अनुरूप परिमार्जन गर्न सकिन्छ। व्यवहार परिमार्जन गर्दा प्रत्येक उत्तेजना प्रतिक्रिया सम्बन्धलाई योजनाबद्ध समय तालिका अनुसार पुनर्बल प्रदान गरिन्छ। यसले सिकारुमा अपेक्षा गरिए अनुसार नयाँ व्यवहारको स्थापना गर्दछ। यसरी शिक्षण कार्यलाई व्यवहार परिमार्जनको रूपमा सञ्चालन गर्न व्यवहारवादी सिकाइ सिद्धान्तले मार्गदर्शन गर्दछ। अंशदेखि पूर्ण सिकाइ, पार्ट टु होल लर्निङ। व्यवहारवादी सिकाइ सिद्धान्तले सिकाइको क्रमलाई अंशदेखि पूर्णतर्फ सूत्र अनुसार सञ्चालनमा जोड दिन्छ। यस सिद्धान्त अनुसार सिकाइको थालनी विशिष्ट उत्तेजना प्रतिक्रिया सम्बन्धको स्थापनाबाट प्रारम्भ हुन्छ। सिकाइको क्रममा यी उत्तेजना प्रतिक्रिया सम्बन्धको श्रृङ्खला तयार भएर सिकारुको व्यवहारको निर्माण हुन्छ, अर्थात् सिकाइ हुन्छ। यस सम्बन्ध स्थापनाको कार्यमा पुनर्बलको भूमिका निर्णायक हुन्छ। सिकाइ उद्देश्यको विशिष्टीकरण। व्यवहारवादी सिद्धान्तको शिक्षण कार्यमा एउटा ठूलो योगदान सिकाइ उद्देश्यहरूको विशिष्टीकरण हो। यस सिद्धान्तको सिकाइको क्रमलाई अंशदेखि पूर्णतर्फ सूत्र अनुसार सञ्चालनमा जोड दिने भएकाले सिक्नुपर्ने व्यवहारलाई उत्तेजना प्रतिक्रिया सम्बन्धको क्रमबद्ध एकाइको रूपमा विश्लेषण गर्दछ। यसले सिकाइको उद्देश्यहरूलाई विशिष्ट, अवलोकन योग्य र मापन योग्य बनाउँछ। यी उद्देश्य प्राप्तिको लागि शिक्षण कार्य सञ्चालन हुने भएकाले यस सिद्धान्तले सिकाइका उद्देश्यहरूको विशिष्टीकरण गर्दछ। आगमन पद्धतिको उपयोग। व्यवहारवादले शिक्षण सिकाइमा आगमन पद्धतिको उपयोगमा जोड दिन्छ। यस पद्धतिमा सिकाइको थालनी अनुभवबाट हुन्छ। यी अनुभवहरूलाई योजनाबद्ध तवरले पुनर्बल प्रदान गरेर नयाँ सिकाइको विकास गर्न सकिन्छ। यसको उपयोग केमा हुने रहेछ भन्दाखेरि व्यवहारवादी सिकाइ सिद्धान्तको शिक्षणमा उपयोग चाहिँ विद्यार्थीको क्रियाशीलतामा जोड दिन, पुनर्बलको भूमिकामा, अभ्यासको भूमिकामा, आकस्मिकताको व्यवस्थापनमा, शिक्षक आकस्मिकताको व्यवस्थापनको रूपमा, व्यवहारको परिमार्जन, अंशदेखि पूर्ण सिकाइ, सिकाइ उद्देश्यहरूको विशिष्टीकरण, आगमन पद्धतिको उपयोग जस्ता कुराहरूमा हुने रहेछ। हाम्रो अर्को विषयवस्तु भन्ने छ संज्ञानात्मक सिकाइ सिद्धान्तहरूका कुराकानी। हस्त, धन्यवाद।